नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरु। उत्तर कोरियाको सत्तारूढ दलको महासचिवमा फेरि किम जोङ नियुक्त। वीरगञ्जमा कर्फ्यू हट्यो, भोलि बिहान 8 बजेसम्म निषेधाज्ञा। धादिङ बस दुर्घटना, मृतक सबैको शनाखत। निर्वाचन आयोगले भन्यो चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्नु। पर्साईको थुनाबारे सर्वोच्चले झिकायो आयोगको निर्णय फाइल। भारतमा नेपालको व्यापार प्रवर्धन, ऊर्जा तथा पर्यटनमा सहकार्यको पहल। तोलामा 3200 रुपियाँ बढ्यो सुन। तत्काल इरान छोड्न भारतद्वारा आफ्ना नागरिकलाई आग्रह। अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन। ओली। गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी। व्यवसायीहरूको मर्यादामा आँच आउने काम बन्द गर्न महासङ्घको आग्रह। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।